सरकारले खेलकुद क्षेत्रमा 4 अर्ब 3 करोड विनियोजन गरेको छ। आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन्, जस अन्तर्गत सरकारले 3 वर्षभित्र 8000 दर्शक क्षमता भएका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइटमा स्तरोन्नति गर्ने भएको छ। प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने पनि सरकारको तयारी छ। यस्तै विराटनगर, लाहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा 2000 क्षमताका इन्डोर मल्टिपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गरिने भएको छ। बजेटमा मूलपानी क्रिकेट रंगशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिनेछ। खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधा सहित तालिम दिने व्यवस्था मिलाइने पनि बजेटमा उल्लेख छ। यस्तै अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने, सुर्खेतमा 10औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न मध्य प्रदेशमा प्रस्तावित 11औं खेलकुद प्रतियोगिताका लागि समेत बजेट छुट्याइएको छ। साथै सरकारले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निशुल्क स्वास्थ्य सुविधा दिने घोषणा गरेको छ। 11औं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार पूरा गर्नका लागि आवश्यक रकम छुट्याएको अर्थमन्त्रीले बताए। यस्तै सरकारले आगामी आर्थिक वर्ष 2083-84 को प्रदेश र स्थानीय तहको लागि वित्तीय समानीकरण र समपूरक अनुदान छुट्याएको छ। संविधानको धारा 60 अनुसार संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अनुदान दिनुपर्ने व्यवस्था छ। सोही अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार सरकारले आगामी आर्थिक वर्ष 2083-84 मा प्रदेशका लागि 61 अर्ब 50 करोड र स्थानीय तहका लागि 90 अर्ब 20 करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। त्यसैगरी प्रदेश र स्थानीय तहमा पूर्वाधार आयोजना कार्यान्वयन गर्न 7 प्रदेशका लागि 4 अर्ब 60 करोड र 753 वटा स्थानीय तहको लागि 8 अर्ब 93 करोड समपूरक अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। साथै प्रदेश र स्थानीय तहमा क्रमशः 3 अर्ब 82 करोड र 9 अर्ब 40 करोड विशेष अनुदान छुट्याएको बजेट वक्तव्यमा उल्लेख छ। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेशमा 39 अर्ब 72 करोड र स्थानीय तहमा 2 खर्ब 6 अर्ब 8 करोड सशर्त अनुदान विनियोजन अर्थमन्त्रीले गरेको बताएका छन्। प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट कुल 1 खर्ब 75 अर्ब हस्तान्तरण हुने अनुमान गरिएको बजेट वक्तव्यमा उल्लेख छ। आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड रोयल्टी समेत बाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा 6 खर्ब भन्दा बढी परिचालन हुने प्रक्षेपण गरेको अर्थमन्त्रीले बताएका छन्। सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 21 खर्ब रुपैयाँ भन्दा बढीको बजेट घोषणा गरेका छन्। घोषित बजेट मध्ये राजस्वबाट 14 खर्ब 5 अर्ब 31 करोड रुपैयाँ स्रोत जुट्ने उनको अनुमान छ। यस्तै वैदेशिक अनुदान 61 खर्ब 74 करोड प्राप्त हुने अपेक्षा उनले गरेका छन्। त्यसपछि करिब 6 खर्ब 57 अर्ब रुपैयाँ बजेटको स्रोत अपुग हुनेछ। अपुग स्रोत वैदेशिक र आन्तरिक ऋणबाट पूर्ति गर्ने अर्थमन्त्री वाग्लेले बताए। यसका लागि सरकारले ठूलो परिमाण ऋण लिनुपर्ने भएको छ। अर्थमन्त्रीले वैदेशिक ऋण 2 खर्ब 47 अर्ब 28 करोड रुपैयाँ परिचालन गरिने जनाएका छन्। यस्तै 410 अर्ब आन्तरिक ऋण लिने उनको भनाइ छ। वाग्लेले भने आगामी वर्ष 2 खर्ब 45 अर्ब 89 करोड आन्तरिक ऋणको सावा भुक्तानी हुने भएकाले खुद 1 खर्ब 64 अर्ब 11 करोड मात्र आन्तरिक ऋण परिचालन गर्दा पुग्छ।